2026 सालमा हेटौडा नगर पञ्चायत भयो। नगर पञ्चायत भइसके पश्चात हरिदाहालले घर बनाउँदा 25 गज छोडेर घर बनाउनु भनेर नगर पञ्चायतले भनेपछि 25 गज छोडेर घर बनाएको हो। हरिदाहालको घर यही भीमवेदी बसबार महलपट्टि छँदैछ, अहिले पनि त्यो यथावत छन् भने त्यस पश्चात सबैलाई 25 मिटर के अरे 25 गज सम्बन्धमा चाहिँ अझ पटक पटक पछि 240 दिन सूचना काटे, मुआब्जा लिन आउनु भनेकामा कतिले गएर मुआब्जा बुझे। अब मुआब्जा बुझ्नेहरूले मुआब्जा बुझे र केही मान्छेहरूले मुआब्जा बुझ्न गएनन्। नजानेहरूको अब पछि राजपत्र उल्लेख भयो 31 पछि त 2034 जग्गा प्राप्ति ऐन 31 राजपत्र उल्लेख भयो। राजपत्र उल्लेख पछि चाहिँ सबै राजपत्रले चाहिँ नि 25 गज चाहिँ राजपत्रमा उल्लेख भएर आयो। अब यो त्रिभुवन राजपत्र महेन्द्र राजमार्ग चाहिँ 25 गजमा चाहिँ राजपत्र उल्लेख भए बमोजिम नै अहिले चाहिँ फेरि सर्वोच्चको जुन यो स्टेअर्डर खारेज भएपछि पनि 25 गज चाहिँ यथावत त्यो चाहिँ राजपत्र उल्लेख भए बमोजिम त्यहाँ चाहिँ सडक विस्तार कार्य गर्नु भन्ने आदेश भइसकेकाले अब सडक विस्तार कार्यलाई चाहिँ रोकिँदैन। यो रोक्नु भने चाहिँ झिना मसिना कुरा लगाएर रोक्ने अब यो चाहिँ राम्रो कुरा होइन। प्रमुख जिल्ला अधिकारीले अहिले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीज्यू भएर यो सडक विस्तार कार्य चाहिँ जसरी हुन्छ हाम्रो चाहिँ सुन्दर सहर हेटौडा बनाइदिनु पर्छ र हामीले हिजो उहाँहरूलाई ज्ञापन पत्र पनि जिल्ला प्रशासन कार्यालयमा 11 दल मिलेर हामीले संयुक्त ज्ञापन पत्र पनि दिइसकेका छौँ।